यस भिडियोमा हामी कागबेनी धार्मिक स्थलको अवलोकन गर्दैछौँ। यस्तो छ हालत, चिसो भएर अनि यस्तोमा कालीगण्डमा को डुब्छ त नि यस्तो पानीमा, यस्तो चिसोमा। हामी चाहिँ के गर्न आँटेको, दुध चढाउने अनि बत्ती बाल्ने। यो श्राद्ध गर्नेको लाइन हो यो। माइकबाट पुरै सामूहिक श्राद्ध हुँदो रहेछ यहाँनिर माइकबाट। ल खोलामा हेरेर दुध चढाउने, चोबलिने भयो भने त्यतै, बत्ती बाल्ने भयो भने त्यतै। यस्तो चिसो मान्छेहरू धर्म कर्म भनेपछि। अलि माथि आऊ न, यता माथि चाहिँ आऊ न, यता माथि चाहिँ कि चिसो छ पानी। ल पानी कतिचोटि हो कतिचोटि? टाउकोमा अलिअलि पर्छौँ होला। छि ल दुध चढाउँ है। ल हामी दुध चढाउँदैछौँ। ₹100 गोटा है यो चाहिँ पुरै। ₹100 गोटा पर्दो रहेछ दुधलाई। ₹100 अघिको दुधलाई ₹100 गोटाको चिकन हातले। बालिसक्यो हामीले चाहिँ दियो बत्तीहरू। अब यसले चाहिँ मनको इच्छा कामनाहरू चाहिँ ल काली गण्डकीमा चाहिँ हाम्रो भाइ प्यालो भाइ चाहिँ एकचोटि डुबुल्की मार्ने भन्ने नै यहाँ भइरहेछ। यहाँनिर चाहिँ यस्तो चिसोमा हेरौँ उहाँको यात्रा सफल होस् पानीमा डुब्ने। ल पानीमा डुब यहाँ म चिसो भएर यस्तो हालत यस्तो पानीमा डुबुल्की मारिसक्यो। कतिको चिसो छ पानी भनौँ त ल? माइनस छ, पुरै माइनस पुरै चिसो छ नि। बरफ छ पानी है। तपाईँ चाहिँ के हात मात्रै धुनुभयो? चिसो नि हो। डुबुल्की हान्यो होइन? ल ल ल कस्तो कुना काम छ। भेडी गोठहरू चाहिँ यस्तो रहेछ, गाई गोठहरू यस्तो हुँदो रहेछ पुरै ढुङ्गाले बारेको। साथीहरूले ढिलो गर्ने भएको कारणले म चाहिँ कागबेनीको यो कुना कुदिरहेको छु भेडी गोठतिर भेडीहरू हेर्नलाई। त्यसरी म यो पारीपट्टि पनि पुगेँ कागबेनीको यो दृश्य अवलोकन गर्नको लागि। भेडा आउँदैछ। लास्टै आनन्दको ठाउँहरू भने शान्त हुने ठाउँहरू। आमामा यस्तो यस्तो भिडमा 90 डिग्री भन्दा खतरा भिडमा बाटो बनाएको छ। तल चाहिँ काली गण्डकी बगिरहेछ अनि
यहाँनिर चाहिँ झोलुङ्गे पुल छ। यहाँनिर भाँडाको बथानहरू आउँदैछ। आजलाई यस भिडियोमा यति नै। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद।